मर्निङ सबैजनालाई मर्निङ सबैजनालाई यो चाहिँ हाम्रो थर्ड ट्रिप हो हाम्रो ट्रिप जहिले नि यस्तै हुन्छ लास्ट मिनटमा चितवनको नि यस्तै भयो अब आज नि यस्तै हुँदैछ आज चाहिँ हामी गोरे पानी जाँदैछौँ वेदर नि जस्ट राम्रो देखेको छ क्या अब हेरौँ न के हुन्छ ल सी यु देयर बुलेट पसलमा चाहिँ मैले मेरो बाइकलाई चाहिँ यसो सर्भिसिङ गर्ने दिएको थियो त्यो दाइले चाहिँ राम्रोसँग गरिदिनु भएको छ यो 0 किलोमिटरमा अब चाहिँ हामी चाहिँ कुसमा हुँदै जान्छौँ हामी ल अहिले फर्स्ट ब्रेक यहाँ लुम्नीमा आइपुग्यो लुम्नी कफी स्टेट मजाको रहेछ एउटा यो चाहिँ हाम्रो सेकेन्ड स्टप एकछिन भोक लागेर यहाँ चाहिँ खाजासाजा खान आएको जस घाम पनि मजाको लाग्छ राम्रै रहेछ यो सबै हेर्न जाऊँ न खानेकुरा यहाँबाट अब भित्र छिरेर हाम्रो नक्कली साप यहाँ छ हाम्रो ड्रिङ्क्सहरू खानेकुराहरू आइसक्यो झर्नाको अगाडि हो यो शीतल छ अब जोस सर्यो भने चाहिँ पानीमा यसो डुबेर जान्छ हामी ल है त चाहिँ यहाँ अब पानीमा डुब्न जान लाग्छ एकदम गर्मी भयो क्या बाटोमा आउँदा यो चाहिँ तातो पानी नआउँदैको झर्ना हो चिसो रहेछ क्या रियाक्सन यता जान्न यता चिसो हुने भयो नि यत्रो माथि हाइटमा आएर उयो रहेछ कि माटो फोहोर भइजाने एकछिनमा ल उसलाई चाहिँ भयो एकछिन कुल डाउन भएको चिसो रहेछ एकदम रिल्याक्स भयो नि त चिल ल हामी भर्खर पुग्न आँट्यो घोरेपानी बाटोहरू यो चाहिँ सबभन्दा राम्रो बाटो हो अगाडिको बाटो त यस्तो उकालो छ यो बुलेटले बल्ल बल्ल तान्यो दुईजनालाई अझै दुईजना त तान्न सक्दैन यो बुलेटमा त गरुङको मान्छे छ भने त बाटो त डरलाग्दै रहेछ धन्दै आइपुग्यो अझै यो पुगेको छैन हामी अझै माथि छ जस यो बाटो चाहिँ बाइकमा नआउनुहोस् बरु भयो भने चाहिँ जिप बुक गरेर आउनुहोस् नत्र त सक्दैन तपाईँहरूले डरलाग्दै रहेछ मेरो नि यो फर्स्ट एन्ड लास्ट हो यहाँ माथि आउने ल वहाँ गएर भेटौँ ल कस्तो हुन्छ हालत पुग्छ कि पुग्दैन ल त्यो चाहिँ हामी चाहिँ अहिले आइपुग्यो डरलाग्दै थियो बाटो चाहिँ हाम्रो बुलेटको हालत हेर्नुहोस् मैले आज बिहान धोएको सब मैला हो र अनि यो चाहिँ पार्किङ एरिया भयो अब यहाँबाट चाहिँ अब होटल खोज्नु जाने हो ल यसको हामी चाहिँ बल्ल रुममा आयो डह्रो थाक्यो खुट्टा दुख्यो जस यहाँको बहिनीले राम्रै प्राइस दिएछ हामीलाई जस भ्यूहरू नि जस बिहान बिहान राम्रै देख्छ होला यहाँबाट अहिले चाहिँ अलिकति बादल लाग्छ अब चाहिँ यसो
टोरिङ के भेट्छ अब यतातिर पहिला त फ्रेस हुन्छ नि पहिला एकछिन फ्रेस हुने हो अनि त्यसपछि चाहिँ यसो हिँड्दै कता पुग्छ ल अहिलेको लागि चाहिँ त्यति ल ल हामी चाहिँ अहिले पुनिल भन्दा नि घोरेपानी सरी घोरेपानीको होटलमा आइसक्यो हामी चाहिँ यहाँ बस्थ्यो हाम्रो भ्यू चाहिँ अहिले यस्तो छ अनि यत्रो लङ राइडबाट थाकेपछि चाहिँ उसको चाहिँ सिनरामिन मैले चाहिँ सानो पोटेटो चिप्स अभियसली गोर्खा स्ट्रङ उसको चाहिँ सफ्ट ड्रिङ्क यो चाहिँ लाइट स्न्याक भरे भात पनि खान्छौँ हामी चिकन खाना भरेको लागि बल्ल ब्रेकफास्ट आइपुग्यो चियासँग उसको त्यहाँ ब्रेकफास्ट छ अनि हाम्रो भ्यू चाहिँ जस यतापट्टि राम्रो देखेको छ ल हामी चाहिँ भर्खर ब्रेकफास्ट खाइपुग्यो अब चाहिँ खाइसक्यो ल हामी चाहिँ बल्ल माथि हाइक गर्न लाग्यो हामी चाहिँ बल्ल ब्रेकफास्ट खाइसक्यो के अरे अब चाहिँ यसो माथि हाइकिङ सनराइज हेर्न जान त भ्याएन सनराइज हामीले घान्द्रुकमा नि देख्यो उता मानुकोटमा नि देख्यो ठिकै छ केही हुँदैन उठ्नु नि झ्याउ लाग्यो क्या बिहानको त्यही भएर क्या ल जाऊ ट्रेकिङ कता पुग्छ यहाँको बाटोमा चाहिँ यस्तो रहेछ सानो भगवान्को उस नि रहेछ कसैले पस्दो रहेछ ट्रेकिङ चाहिँ यहाँ अगाडि स्टार्टिङ मान्छेहरू आउँदैछ बिहान वकिङ गरेर हामी चाहिँ बल्ल स्टार्टिङ ल जाऊँ अब यहाँबाट चाहिँ माथि हिँड्ने अब रुटहरू यस्तै रहेछ हामी चाहिँ उता मुनिबाट आएको अब हेरौँ सुस्तरी माथि जाँदै कति टाइम लाग्दो रहेछ ल यहाँ यसो रेस्टिङ प्लेसमा आयो लालीगुराँस रहेछ वरिपरि राम्रो देखिने रहेछ अनि त्यहाँबाट चाहिँ इन्ट्री गरेर माथि जाने हो त्यहाँबाट चाहिँ त्यो माथि अनि त्यहाँ र वहाँ माथि त्यो माथि त्यो मोबाइल टावर भयो क्या त्यसको पछाडिपट्टि छ होला भ्यू टावर त्यहाँ माथि जाने हो अब हामी यता बस्छौँ अब चाहिँ हामी एकछिन यहाँ रेस्ट गरेर जस जान्छौँ हामी अब माथि जस हामी भर्खर गेटबाट छिर्यो यता त लालीगुराँस भ्यू पनि यस्तो राम्रो रहेछ अनि अब चाहिँ सिधै यताबाट सिधै माथि जाने हो ल हामी चाहिँ हाफवे भन्दा नि अलिकति माथि आइपुग्यो टन्न भ्यूहरू देख्ने रहेछ यहाँ हेर्नुहोस् पुरा लालीगुराँसले कभर गरेको पहाड त्यसको पछाडि चाहिँ हिमाल राम्रो रहेछ रुट चाहिँ अब अझै माथि जानु छ ल माथि जाँदै गरौँ अब लेट्स गो यो चाहिँ हाम्रो सेकेन्ड स्टप भयो अब मान्छेहरू झर्दैछ हामी चाहिँ बल्ल चढ्दैछौँ अब हाम्रो ड्रेसअप चाहिँ यस्तै छ के अरे अब नेपालीको ड्रेसअप यस्तै हो अनि यो चाहिँ भ्यू पनि राम्रै छ अब यहाँ चाहिँ हामी एकछिन बसेर माथि जान्छौँ हामी ल सी एट द टप वनको बिचमा आयो अघि नै 15 मिनट अगाडि एउटा दाइले 15 मिनट टाढा छ भन्छ भर्खर यहाँ एउटा मान्छे गयो उसलाई सोधेको कति टाढा छ भन्छ 15 मिनट भन्छ अब के भनौँ अझै बाटो चाहिँ अझै उकालो छ अझै 15 मिनट माथि छ ल अब कतिखेर पुग्छ हेरौँ ल यो चाहिँ हाम्रो थर्ड स्टप हो कि फोर्थ स्टप हो थाहा छैन हामी सुस्तरी मुनिबाट हिँड्दै आउँथ्यो अब यहाँ क्यामराम्यान क्यामरा वुमन आज अलिकति इन्जर्ड छ त्यही भएर हामी सुस्तरी हिँड्दै आएको हो जस ठाउँमा यस्तो रेस्ट स्टपहरू लाग्दै रहेछ राम्रो रहेछ लालीगुराँसको अगाडि पछाडि देख्यो भने हिमाल देख्छ क्या अरे लालीगुराँसको पछाडि लुक्दैछ अब यहाँबाट नि अझै 15 मिनट है त हामी चाहिँ वनको बिचमा पलेटी गरेर
बाटोको बिचमा यसो शीतल हुने रहेछ पल्टी मारेर पुरा यहाँबाट अझै 15 मिनट छ डोन्ट वरी जसले नि हामीलाई त्यही भन्ने है सबले त्यही भन्दैछ सबै फर्किने बेलामा हामी हिँड्यो नि त अँ त्यही भएर सबै जिस्काउँदै 10 मिनट छ भाइ हामी 15 मिनट मात्र छ 15 मिनट मात्र छ भन्दै माथि हाँस्दै रमाइलो हुने रहेछ यो ट्रेक चाहिँ जस घामले त्यति नहान्ने रहेछ यो जङ्गलहरू भएर शीतल शीतल ठाउँ हुने रहेछ गर्मीमा नि ठिकै हुने रहेछ जस रमाइलो रहेछ यो ल माथि गएर भेटौँ हामी माथि डाइरेक्ट माथि गएर भेट्छौँ नि ल 15 मिनटमा भेट्छु ल बल्ल बल्ल आइपुग्यो त्यहाँ माथि पुनिलको त्यो साइन छ भ्यू टाढी त्यहीँ रहेछ अब चाहिँ यहाँबाट जाम अब के देखिने रहेछ यताबाट जस पुनिल आइपुग्यो पुनिलको माथिपट्टि हिमाल पनि दामी रहेछ भ्यूहरू चट्ट लाएर कफी पिउँदै अब चाहिँ यहाँ एकछिन रिल्याक्स गर्दै बस्ने हो अब जस त्यति लामो नरहेछ ट्रेक तर भ्यू चाहिँ दामी रहेछ यहाँको चाहिँ ल एकछिन रेस्ट गरेर बसौँ ल हामी चाहिँ जस अहिले पुनिलको भ्यू टावरमा हो जस तपाईँहरू चाहिँ अलिकति होसियार हुनुहोस् यहाँ माथि आउनु बिचरा एउटा उता मुनि बहिनीको चाहिँ टुर गाइड लिएर आएर रहेछ अनि टुर गाइडले चाहिँ 2000मा स्क्याम गरेर झोलासोला सब खोतालेर भागे रहेछ जस आउने भने चाहिँ तपाईँहरूले झोला चाहिँ होटलमै राख्नुहोस् अनि यसो बाटो त त्यति लामो छैन बाटो एउटै बाटो हो राम्रै छ जस माथि आउने बेलामा चाहिँ टुर गाइडहरू चाहिँ नलिएर आउनुहोस् न त तपाईँको नि 2-3 हजार जान्छ त्यो भन्दा नि धेरै चाला जस होसियार हुनुहोस् यो चाहिँ घोडेपानीको बाटो हो यस्तो घिनलाग्दो छ यो बाटो मुनि आउने बेलामा यस्तो छ चिप्लो न चिप्लो गाडीहरू ट्रकहरू सब चिप्लिदिरहेको थियो अहिले चाहिँ जस घाम लाएर चाहिँ अलिकति सुकेछ न त माथि आउने बेलामा त ओहो यो बाटो चाहिँ ल हामी धन्द फर्केका है धन्दै फर्केको नि मलाई कस्तो भइरहेको थियो बाइक जान्छ कि जान्न भनेर बसिरहेको थियो पछि दाइहरूले जान्छ भनेर जाउ भाइ भनेको अरे गयो न त ओहो यो बाटो चाहिँ जस जिपमै आउनु होला जिपमै आउनुहोस् बाइकमा आउँदा नि केही भएन एक्सपिरियन्स छ भने चाहिँ बाइकमा आयो नि केही हुन्न कि अरे न त यो बाटो चाहिँ नआउनुहोस् सक्नु हुँदैन भने चाहिँ न त जस आउनु भने चाहिँ जस अलिकति बाइकलाई फुली त्यो दिनभन्दा अगाडि हामीले गरेको जस्तो फुली सर्भिस गर्नुहोस् अनि बल्ल आउनुहोस् न त तपाईँको बाइक यहाँ अड्केको हुन्छ कस्तो पो भयो थियो हामीलाई यहाँ हिजो ओहो यता ठोकिन्छ उता ठोकिन्छ टायर यता चिप्लिन्छ फेरि उता चिप्लिन्छ यो भन्दै थियो नि कस्तो छ यहाँ बाटो धन्दै चिप्लेको हामी त्यस्तै हो त्यो एउटा चाहिँ हिलो त्यो बाटो त्यही हो होइन एउटा हिलो त्यहाँ चाहिँ अझै आउँदैछ अर्को हिलो बाटो अर्को अझै ठुलो हिलो अझै अर्को ठुलो हिलो बाटो आउँदैछ यो त केही होइन त्यो त ए आउँदैन यहाँ तल है यहाँ तल अझै ठुलो हिलो बाटो आउँदैछ त्यो नि देखाउँछु एकछिनमा कस्तो हुन्छ ल अहिले चाहिँ हामी फर्केको मौसम चाहिँ राम्रो छ जे सु माथि चाहिँ सबै रातै छ लाली गुराँसले वन हामी चाहिँ अहिले देखाउँछौँ चाहिँ सबभन्दा डेन्जरस सेक्सन हो वान अफ द डेन्जरस सेक्सन यहाँ चाहिँ 2-3टा छ यहाँ चाहिँ पानी परेको बेलामा यहाँ त नआउनुहोस् यो बाटो यस्तो हिलो हुन्छ बाइक त यहाँ त अड्केको हुन्छ अहिले त ड्राई भएछ है अहिले त्यो हेर न डोजरले यता ल्याइदिएछ सब त्यो हिजोको यो हिलोहरू सब उता फाल्दो रहेछ डोजरले थ्याङ्क यू न त यहाँ त अड्केको हुन्छ तपाईँ जो पानी परेको बेलामा चाहिँ नआउनुहोस् जो 2-3 दिन घाम लगाएपछि बल्ल आउनुहोस् न त तपाईँहरू नि अड्किन्छ दुःख पाउँछ तपाईँहरूले हामीले दुःख पायो हिजो अरूहरूले दुःख नपाओस् हेर त अहिले त हिजो यतिको बनाइदिएको भए हुन्छ यति सजिलो आउँथ्यो है तान्थ्यो नि हेर त यत्रो ढुङ्गा हिजो जिपहरू पनि पल्टेज छ ठुल्ठुलो ट्रकहरू पनि पल्टे छ तान्नै नसकेर धन्दैले हाम्रो बाइकले चाहिँ तान्यो बाइक चाहिँ तान्ने रहेछ तर गाडीहरू चाहिँ अलिकति अड्किने रहेछ गाडीहरूको पाङ्रा फस्यो भने गाडीहरूको पाङ्रा फस्यो भने त उतातिर जान्छ फेरि
जोस् आउने बेला चाहिँ अलिकति होसियार बनाउनुहोस् घरे पानी हुन्छ यहीँ त यतिसम्म हामी सब फर्केको यो बाटो चिप्ली आएको यो बाटो हामी हिजो अहिले त त्यही बाटो हो र जस्तो भयो है तर यही बाटो हो नि त यो अलिअलि यस्तो छ है यस्तै बाटो थियो तर यो भन्दा नि 10 टाइम्स वर्स हेर्नुहोस् कस्तो छ यहाँको बाटो हो यहाँ हामी चिप्लेको यस्तो चिप्लो बाटो खुट्टा छोयो मेरो पेक छुयो यस्तो बाटो त ए आम्मा यो त केही होइन अझै आउँदैछ ओह्रालो माथि रालीगुराँस हेर्दा रमाइलो बाटो सम्झिँदाखेरि हुन त यहीँ त अरूको हामी यहीँतिर ऊ हेर्नुहोस् यो चुच्चे हिँडेको थियो होइन म ऊ हेर्नुहोस् बाटो अहिले त अलिकति घामले सुकेछ घामले सुकेछ अनि प्लस सम्म बनाइदिएछ कि नत्र त खाल्टै बनाइदिएको थिएन नि त्यो जिपहरूले झन् जिप र स्कर्पियोको पछाडि चाहिँ हिँड्न नहुँदो रहेछ कि तिनीहरूले उकालो नसक्ने अनि ब्याक जाने फेरि अगाडि बढ्ने ब्याक जाने फेरि अगाडि बढ्ने त्यस्तो गर्दा झन् ऊ हेर्नुहोस् अगाडि यस्तो बाटो चिप्लिँदै आएको हामी हजुरहरू घोरे पानी भन्नुहुन्छ वेलकम टु घोरे पानी ल हेर्नुहोस् हामी कति 100-200 मिटर चढ्यो होला अझै छ यस्तो बाटो यो चाहिँ चिप्लो छ यो बाटो त्यही भएर चाहिँ अलिकति होसियार बनाउनुहोस् अहिले चाहिँ हामी मार्केट कता हाइवेतिर रोड चिप्यो अब हामी हाइवेतिर हो यताबाट हो हजुर धन्यवाद यो हेम्लेटहरू यहाँ राख्नु मिल्छ बरु यो बाइकको चाबी चाहिँ अलिकति बाइकको चाबी चाहिँ ब्याग चाहिँ अड्दैन होला यही राख्दा पनि हुन्छ तल हामी हुन्छ नि हजुर ब्याग पनि राख्नुहुन्छ हजुर ब्यागमा यो भित्र अट्छ होला यो भित्र यहाँ राख्नुहोस् हामीसँग यता गरेको छैन ए हजुर ल त्यो हेलमेट पनि त्यो 60 हजुर त्यो नि हो फेरि कन्फ्युज होला यिनीहरूसँग म यो सब यस्तो अट्याच गरिदिन्छु त्यसपछि चाहिँ ढाइसन्च भयो चाबी चाहिँ ल थ्याङ्क यू सर रेकर्ड गर्दै हो ल म सिधा अगाडि हेर्छु नि ल हामी चाहिँ द क्लिफमा छिर्यो टिकट काटेर यहाँको चाहिँ 500 रुपियाँ पर पर्सन रहेछ अनि वहाँ गएर चाहिँ खाजा सेट खान पाउने रहेछ जस अब चाहिँ ब्रिज काटेर उतापट्टि जान्छौँ हामी त्यसपछि चाहिँ यहाँ चाहिँ यसो 1-1.5 घन्टा रिल्याक्स गरेर लामो भयो राइड वहाँ कति घोरेपाटनबाट त्यो सरी घोरेपानीबाट त्यहाँबाट त्यो पहाडबाट झर्ने बेलामा हामीलाई 2 घन्टा लाग्यो 2-2.5 घन्टा लाग्यो होला यो सब चाहिँ वहाँ गएर यसो खाम ल लेट्स गो यो चाहिँ अलिकति कडावाला रहेछ है अर्कोको चाहिँ कस्तो त्यो यता त हो नि यो चाहिँ साइडमा त हल्लिने क्या उही खसी गऱ्यो क्या
माइक लाग्छ नि तिमीले ल यो चाहिँ यो ब्रिज चाहिँ लामै रहेछ नेपालको यो चाहिँ लङ्गेस्ट सस्पेन्सन ब्रिज अब यहाँबाट सिधा जो साइडसँग डराउनुहुन्छ भने चाहिँ यहाँ नआउनुहोस् अलिक डर लाग्दैछ अब चाहिँ यसो तर सेफ त सेफै छ यो ब्रिज मारिदिन्छ अब त भने भइगयो खिच्छौँ अब त हामी चाहिँ बल्ल यो पुल काटेर रेस्टुरेन्टमा आयो सिट पनि स्विङ जस्तो रहेछ स्वा गर्दा स्विङ गर्दै अनि पङ्खा नि ओहो अहिले त यहाँ त चिसो पानी नै आउने रहेछ मजाको रमाइलो रहेछ ल अब चाहिँ खानेकुरा कुरौँ के हुन्छ ल हामी चाहिँ बल्ल द क्लिफबाट खाएर फर्किँदै हो हाम्रो हेरोनीलाई चाहिँ टाउ दुखेर निन्दा लाएर हिजो राम्रोसँग नसुत्दै रहेछ त्यो छिटै फर्केको आज चाहिँ जस यहाँबाट भ्यू चाहिँ मजाको रहेछ हामी चाहिँ अस्ति त्यहाँतिर बसेको थियो त्यो रिजोर्टमा अहिले चाहिँ यहाँ माथि अझै जाँदैछ माथि ल हामी भर्खरै आइपुग्यो घरमा जस खाजा नि हामीले खाएन के अरे खाएको त्यही स्वरमा खायो अब चाहिँ बेडमा यसो पल्टेर अब चाहिँ सुत्ने हो थाक्यो टन्न थाक्यो आज ल थ्याङ्क यू फर वाचिङ एन्ड आई सी यू अन द नेक्स्ट वान बाई बाई